वेलकम टु माई युट्युब च्यानल। तपाईँ देख्न सक्नुहुन्छ फाइनली यसले 13 चल्ला निकालिसकेको छ। देख्न सक्नुहुन्छ अझै नै यसको बाँकी छ। यो चाहिँ ओथारो बसेको छ। यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ सानो आम्दानीबाट ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा हामीले अर्को भिडियो बनाएका थियौँ। अगाडिको भिडियो चाहिँ हामीले अन्डामा अथारो बसिरहेको देखेका थियौँ। फाइनली आज चल्ला चाहिँ निकालिसकेको छ। देख्न सक्नुहुन्छ 11 चल्ला छन्। अब बाँकी चाहिँ 6 अन्डा बाँकी छन्। यसले भोलिसम्म फाइनली निकाल्न सक्छ हैन। यो चाहिँ अब यसले अहिले चाहिँ भर्खरै बसेको यो चाहिँ अहिले देख्न सक्नुहुन्छ यसले चाहिँ चल्ला फाइनली निकालिसकेको छ। अब यो चाहिँ यसको बाँकी छ यो, किनकि यो पछि नै बसेको थियो। देख्न सक्नुहुन्छ चल्ला पनि मस्त छन्। यसलाई चाहिँ भिटामिन खिलाउनु पर्छ पहिलो चल्लाहरूलाई। अहिले चाहिँ यिनको बाँकी छ। अब यति चल्ला निकालिसक्यो भने चाहिँ बाहिर आउँछ। अरू चल्ला पनि देख्न सक्नुहुन्छ यहाँनिर। यहाँ देख्न सक्नुहुन्छ को 0 वाटको हो। 0 वाटको दाना खिलाउनु पर्छ ब्रोइलर। हामीले चाहिँ त्यो खिलाउन सकेका छैन, किनकि हामीसँग बजेट नभएको कारणले हामीले यिनलाई खिलाउन सकेका छैन। यिनलाई यत्तिकै छोडेका छौँ। यिनलाई अब दाना भयो भनेपछि यिनलाई चाहिँ भिन्न व्यवस्थित तरिकाले राखिनेछ। देख्न सक्नुहुन्छ खतरा क्युट छन् नि, क्युट चल्ला। यिनलाई चाहिँ अथारोमा राखेर चल्ला निकालेर अहिले यस्तो बनिसकेका छन्। बाँकी चल्ला चाहिँ अब अर्कोचोटि निकाल्छौँ। हामी यिनलाई व्यवस्थित तरिकाले राख्नेछौँ। अनि तपाईँले यो भिडियोलाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। कसैलाई चल्लाहरू र लोकल, हामी प्योर लोकल हो है, हामी लोकल पालेको आफ्नै घरमा उत्पादन मैले तपाईँलाई अगाडिको चोटि देखाइसक्यो। यो चाहिँ हाम्रो यो यिनीहरू चल्ला हुल्नेवाला यो पनि देख्न सक्नुहुन्छ। यसलाई पनि हामीले बनाइसकेका छौँ। अब हाम्रो बाँकी काम चाहिँ यहाँ छ। यिनीहरू आइहाल्छन्। बाँकी काम चाहिँ हाम्रो अब यही बाँकी छ। यसको पनि अब बनाउने तरकारीमा छु, किनकि मैले 150-200-300 कुखुरा पाल्ने भन्ने सोचमा हिँडिरहेको छु। देख्न सक्नुहुन्छ यो पनि बाँकी छ। हाम्रो चाहिँ बाँकी अब यदि चल्लालाई त हुँदैन, किनकि यसमा चाहिँ अब अलि कुखुरा थप्ने हो, सानो सानो होइन। अनि यसमा चाहिँ अझै कुखुरा हाल्ने हो। अझ यहाँनिर अझै बाँकी छ यो बनाउन। अनि 1-2-3-400 कुखुरा भइसकेपछि उता बनाउने हो। माथिबाट पुरै यो सब घेरा हालेर, यताबाट पुरै घेरा हालेर यो वरिपरि बनाएर 400-500 कुखुरा पाल्ने भन्ने सोचमा छौँ। तपाईँहरूले सपोर्ट गरिदिनु होला। चल्ला भइसक्यो भनेपछि यो हामीले खुवाउनु पर्ने मेन औषधि होइन। यसलाई देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अवश्य खुलाउनु होला। तपाईँ नयाँ पाल्दै हुनुहुन्छ भनेपछि यसलाई होइन। म विदेश जानेलाई के भन्छु भनेपछि तपाईँ नजानुहोस्, किनकि हाम्रो नेपालमा छ। काम गर्नुहोस्, मिहिनेत गर्नुहोस्, अनि पैसा टन्नै कमाउनुहोस् होइन। हाम्रो सानो यसमा धेरै आम्दानी, धेरै खर्च पनि गर्नु पर्दैन होइन। अहिले सानो छन्, यिनलाई हुर्काएर पछि ठुलो भयो भनेपछि तपाईँ अन्डा पनि बिक्री गर्न सक्नुहुन्छ होइन। यसको चाहिँ औषधि चाहिँ चल्ला भइसक्यो भनेपछि आऊ ल ल ल ल आऊ। यो चाहिँ हामीले औषधि हालेको पानी जस्ट पोखिहाल्यो। देख्न सक्नुहुन्छ। यसलाई पानी अनि चारो चाहिँ अहिले चाहिँ मैले छोडिदिएको छु, किनकि मसँग अहिले दाना नभएको अवस्थामा मैले छोडिदिएँ। खास त यिनलाई ब्रोइलरको 0 वाटको दाना खुवाउनु पर्थ्यो। सो हामीसँग त्यत्नु पैसा नभएको कारणले चाहिँ हामीले खिलाउन सकेका छैनौँ। अच्छा, मोगलसिनमा चाहिँ यो दाना चाहिँ मिल्दैन। यसको लागि बाहिरबाट नै मगाउनु पर्छ। अहिले चाहिँ यत्तिकै हुर्काएर आएको छु। यिनको चाहिँ अहिले अब बाहिर भित्रबाट देख्न सक्नुहुन्छ। फाइनली मैले 150-200 कुखुरा। यो भिडियोलाई लाइक अनि सब्सक्राइब गर्न नभुलिनु होला। यो कुखुरा लोकल कुखुरा फारम मोगलसिनमा रहेको छ। अहिले यो कोठा अब सकेर हामीले चाहिँ यहीँ नै चल्लाहरू हुर्काउने भन्ने प्लानमा लागिरहेका छौँ। देख्न सक्नुहुन्छ यहाँनिर चल्ला हुर्काएर यहीँ भित्र राख्ने हो। यहाँबाट सिधा बत्ती लगाएर भित्रबाट गर्ने हो। यहाँ 1.5-2 महिना यहाँभित्र राखेर बाहिर के हुन्छ भनेपछि कौवा चिलको सम्भावना हुन्छ। यहाँ देख्न सक्नुहुन्छ। अब यसले चाहिँ चल्ला निकाल्न थोरै बाँकी छ। यसले निकालिसक्यो भनेपछि हामी चाहिँ अगाडि बढ्नेछौँ। अनि चाहिँ मेरो यो युट्युब च्यानललाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। पूर्णिमा लोकल फारम मोगलसिनमा रहेको छ।
चाहियो भने हामीलाई सम्पर्क पनि तपाईँ गर्न सक्नुहुन्छ। हामीले आफ्नै घरमा उत्पन्न गरेका लोकल कुखुराहरू देख्न सक्नुहुन्छ।